रोजपा नमस्कार। आज श्री जनकल्याण माध्यमिक विद्यालयको नेपाल भाषा समितिको आयोजनामा अहिले यो इन्द्रजात्रा कार्यक्रम हुन गइरहेको छ। यो इन्द्रजात्रा कार्यक्रम कुनै जात्राको उपलक्ष्यमा हुन गइरहेको छ। इन्द्रजात्रा कार्यक्रममा हाम्रो यहाँ लाखेक अनि आएर झोलित सिक्का र विभिन्न हाम्रो नेवारी सांस्कृतिक गीतहरूको नाच पनि हुनेछ। अहिले हाम्रो यो विद्यालयको प्राण अगाडि यो समयपछि हामीले प्रदर्शन गरिरहेका छौँ। समयपछि सबैभन्दा राम्रो हो र यो समयपछिमा खाँदाखेरि विभिन्न प्रकारको नेवारी भाषा परिकार हुन्छ अनि त्यसपछि विभिन्न फलफुलहरू हुन्छ र विभिन्न यसमा चाहिँ सबैको सामग्री पनि हुन्छ र अनि त्यसपछि आएर यसमा हामी पेय पदार्थमा हामी पानी हुन्छ। यो चिज भनेको हाम्रो विभिन्न जात्रामा विशेष गरी जात्रामा विभिन्न भैरवलाई विभिन्न चाहिँ हाम्रो मन्दिरमा इन्द्रलाई पनि के छ समयपछि चाहिँ चढाइन्छ अनि यो चढाइसकेपछि अनि हामी प्रसादको बाँडेर खान्छौँ र यो समयपछि भनेको हामी कुनै पनि चाडपर्व र कुनै पनि हाम्रो जात्राहरूमा भगवान्लाई चढाएर खाने चाहिँ चलन छ। यो एउटा हाम्रो छुट्टै प्रकारको परिकारलाई चाहिँ भगवान्लाई चढाउने खाने एउटा हाम्रो परम्परा हो। हस् त रोजपा आज श्री जनकल्याण माध्यमिक विद्यालयको नेपाल भाषा समितिको आयोजनामा इन्द्रजात्राको उपलक्ष्यमा अहिले हाम्रो विद्यालयको प्राङ्गणमा प्रतिकारात्मक इन्द्रजात्रा कार्यक्रम हुन गइरहेको छ। यस इन्द्रजात्राको पहिलो चरणमा यस विद्यालयका विद्यार्थीहरूले बनाएका शैक्षिक सामग्रीको र प्रदर्शनी भएको छ। यो सबैभन्दा अगाडि हामीले देखिरहेका छौँ। यसलाई कला भनिन्छ। यसमा विभिन्न प्रकारको पूजा राखेर कुनै मन्दिरमा जाँदाखेरि विभिन्न पूजाका सामग्री राखेर यस मन्दिरमा राखिन्छ। यो लाने भाँडालाई कला भनिन्छ। त्यस्तै हामी यो कुनै पनि शुभ कार्य गर्दाखेरि कुनै भाकल छ भने हामी एउटा सलीमा अक्षताहरू पैसा र एउटा सानो सुपारी राखेर हामी भगवान्लाई चढाउँछौँ र भाकल गर्छौँ। त्यसलाई किस्ती भनिन्छ, किस्ती चढाउने भनिन्छ। त्यस्तै हाम्रो यो भयो कतलमा विभिन्न प्रकारको पूजा सामग्री हुन्छ। विशेष समय भनिन्छ त्यो पूजालाई, अर्थात् भनौँ भने तान्त्रिक पूजा भन्नु पऱ्यो। यस्तोमा यसमा किस्ती पनि हुन्छ, धुँ ढुका हुन्छ अनि पालु मुसिया समयपछि होइन समयपछि हुन्छ अनि धौपत्तीमा धौ राखेको हुन्छ। यसमा शिलपत्तीमा सिन्दुर र अबिरहरू राखेको हुन्छ, अबिर हुन्छ अनि झजङ्का हुन्छ अनि गोजा हुन्छ होइन। अनि त्यसपछि आएर यो करुवारमा पञ्चपात्रमा निल पानी चोखो पानी अनि यसमा यो झाल्चामा रक्सी झाड र चाहिँ ठोँ एला पनि राखेको हुन्छ। यसरी समग्र सबै राखिने यो थाललाई पोता भनिन्छ। यो विवाहमा र विभिन्न शुभ कार्यक्रम जाँदाखेरि यसको प्रयोग गरिन्छ। त्यस्तै एउटा हाम्रो यो माकाचा भन्छ। यो माकाचा भनेको दसैँले नेपाल भाषामा नेपाली समुदायले मनी भन्छ। यो माकाचामा पिता भनिन्छ, त्यो राखेर तेल राखेर त्यसको भाँसो भनिन्छ, त्यो कालो त्यो निकालिन्छ। त्यही नै एउटा दुर्गाको पश्चातमा हामी लगाउँछौँ। यसलाई मोहनी भनिन्छ। त्यसरी हामी कुनै मन्दिरमा जाँदा अथवा हामी नित्य पूजा भन्छौँ। नित्य पूजामा चाहिँ हाम्रो चाहिँ अब यसमा मासुहरू हुँदैन। यसमा चाहिँ सामग्री यस्तो चाहिँ अक्षता अनि आएर अनि जौ तेल अनि चाहिँ यो हुन्छ। यसलाई नित्य पूजा भनिन्छ। र अनि यो पूजा चाहिँ कसरी जान्छ त भन्दाखेरि एउटा हाम्रो महिला बहिनीले चाहिँ यसरी चाहिँ थाल बोकेर गएको हुन्छ र साथमा चाहिँ उहाँको हातमा यो सुकुना पनि छ। यो कुनै मन्दिरमा गएको चित्र हो। अनि त्यस्तै हाम्रो एउटा शुभ कार्यमा प्रयोग हुने विवाह वर्तमानमा नभई एउटा चिज हो झोला ल्याएको सिनमो। सिनमोमा चाहिँ यो सिन्दुर यो राखिन्छ। त्यही सिन्दुरमा विवाह गर्ने अवसरमा चाहिँ काम हुन्छ। अनि झोला ल्याएको भनेको यो एउटा प्रकाशको जाजल्यमान होइन, प्रकाशलाई यसले देखाउने काम गरिन्छ। यसलाई झोला ल्याएका भनिन्छ। यो विवाहमा बुबा र बुवाले आफ्नो छोरीलाई चाहिँ कन्या नाम दिँदाखेरि उपयोग गरिने चिज भनिन्छ। यस्तै हरेक चिजमा पूजा गर्दाखेरि हामीलाई सुकुना चाहिन्छ।
सुकुना एउटा बत्ती हो, एउटा चाहिँ प्राचीन परम्परागत बत्ती हो, तर हेर्दाखेरि यो कलात्मक छ, राम्रो छ। तर यति मात्र नभइकन यो भित्र यसमा हामी तेल हाल्छौँ अनि इँटा राखेर चाहिँ टेकाउँछौँ, हामी बत्ती बाल्छौँ। भगवान् कुनै पनि पूजा गर्दाखेरि हामीलाई यो सुकुनाको चाहिन्छ। अनि त्यो सुकुना राखिसकेपछि सुकुनाले सबैभन्दा हामी पूजा गर्छौँ, किनभने सुकुनामा गणेशको मूर्ति हुन्छ। गणेश भनेको कुनै पनि पूजा गर्दाखेरि सबैभन्दा पहिला मान्नुपर्ने देवता हो। र यो सुकुना एउटा के छ भन्दाखेरि हेर्दाखेरि यो कलात्मक बत्ती जस्तो छ, तर यसभित्र हाम्रो देशको कला, संस्कृति, इतिहास सबै लुकेको छ। अहिले यो यति समयमा अलिकति सबै बयान गर्न अलिकति गाह्रो हुनसक्छ। यो नेपाल मण्डलको कसरी उत्पत्ति भयो भन्ने कुरालाई यो सुकुनाले चाहिँ प्रतिबिम्बित गर्छ। र यहाँनिर चाहिँ यो चाहिँ नेपाल मण्डल चाहिँ पानीले भरेको थियो, पानीले भरिएकोलाई निकाल्दाखेरि के भयो भन्ने कुरालाई यहाँनिर देखाएको छ। यहाँ पर्वको नागको छ, बाँसुको नाग छ, सबै कुरालाई लिएर एउटा नेपालको इतिहाससँग गाँसेको छ। त्यस्तै अन्ती, यो अन्ती भनेको रक्सी राख्ने भाँडो हो र यही अन्तीमा राखेर भोज होटेलमा रक्सी चाहिँ गर्ने काम गरिन्छ। त्यस्तै थागल भनिन्छ, यसलाई झुट्याएर यो बत्ती बाल्ने काम यो मन्दिरमा विभिन्न ठाउँमा यसको प्रयोग गरिन्छ है। अनि शिख, अब हामी केमा आइपुग्यौँ भन्दाखेरि यो गरगाहको भागमा आइपुग्यौँ। गरगाहमा जस्तै यो शिख भनेको सिक्री भयो, यो घडी भयो, इलौचा भयो, औषधि मा भयो होइन। अनि यसमा चाहिँ सुरुसुवा, यो विवाहमा लगाइने फुल होइन, त्यसलाई लुसुवा भनिन्छ। अनि यो ताया पनि एउटा प्राचीन कलात्मक हाम्रो चाहिँ यो गरगहना हो। यो पनि हामी विवाहमा विभिन्न समयमा शुभ कार्यमा लगाउँछौँ। त्यस्तै यो महिलाले लगाउने धेरै प्रकारका यस्ता गरगहनाहरू छन्, तीमध्येको एउटा गरगहनाको नाम हो यापु शिख। अनि त्यस्तै हाम्रो यो तायासँगै यो भिबुमा पनि राखेको हुन्छ होइन। त्यस्तै अब बच्चाहरूको सानो उमेरमा उनीहरूलाई कली लगाउने चलन छ, यो कली चाहिँ चाँदीको हुन्छ। त्यस्तै चाहिँ बच्चाहरूलाई अथवा महिलाहरूले लगाउने गहनामध्येको कानमा लगाउने यो माकासी हो। त्यस्तै यो ओमा भनेको चाँदीको माला। अनि यो सुता भनेको चाहिँ यो बौद्ध धर्मावलीमा व्रतबन्ध गर्दाखेरि सुपुत्रलाई लगाइदिने व्रतबन्धलाई बौद्ध धर्मावलीले के भन्छ भने बरेचुको भनिन्छ। यो बरेचुमा बेलामा लगाइने यो गहनाको नाम हो। यो गहनाको नाम यो गहनालाई के भनिन्छ सुता भनिन्छ। त्यसै गुल्पा यो पञ्चदान गर्दाखेरि प्रयोग गर्ने चिज भयो। त्यस्तै हामीले दैनिक जीवनमा चाहिँ खाजा यो दाइजोको रूपमा पनि दिन्छ र खाना खाने यो भू भयो, यो खोला भयो, यो चाहिँ कहाँ खोला भनिन्छ, यो खोला भयो र यसमा राखेर चाहिँ भात खुवाउने अथवा दाइँ दिने काम पनि गरिन्छ। त्यस्तै हाम्रो नेपाल भाषामा पनि यस्ता नाप निवेदन गरेर धेरै तरिकाहरू छन्, धेरैवटा वस्तुहरू छ। त्यसै भने एउटा चाहिँ भनेर गर्नु एउटा चिज हो यो माना पाथी, यसले चाहिँ मछी होइन, मना चकची बाँच्न यसरी चाहिँ यसको कमाउने गरिन्छ। त्यस्तै यो हाम्रो मन्दिर जसलाई एउटा हुन्छ। अनि यो भयो हाम्रो देश होइन। अब कुनै पनि जात्रा गर्ने मूल चाहिँ देवताको चाहिँ मन्दिर मूर्तिलाई चाहिँ यो घरभित्र राखिन्छ। यसलाई देउछे है देवालय भनिन्छ। अनि त्यसपछि आएर यो हाम्रो बौद्ध धर्म सम्बन्धीका चिजहरू छन् हेर्ने प्रदर्शनमा। यो विशेष अनुदान पर्छ, यसलाई लुम्बिनी भनिन्छ। त्यस्तै यो जामाचो भनेको बालाचो माथिको एउटा गुम्बाको नाम हो, यो पनि प्रकार हो। यो काठमाडौँ नेपाल मण्डलमा 4वटा चोकमध्ये एउटा चोक, जसलाई जामाचो भनिन्छ। यसलाई नेपालीमा नागरचोक पनि भनिन्छ। त्यहाँ एउटा बौद्ध गुम्बा पनि छ। यो खास्ती चैत्य छ। विश्व सम्पदामा परेका मध्ये एउटा सम्पदा नाम हो बौद्ध चैत्य। यसलाई खास्ती भनिन्छ। यो खास्ती भनेको खसुबाट निर्माण गरेको यो चाहिँ बौद्ध भनिन्छ है। त्यस्तै यो हाम्रो शिवादेव भनिन्छ। शिवादेवमा 5वटा चाहिँ बुद्धको मूर्ति हुन्छ। पूर्वमा अक्षम्य, उत्तरमा अमोक्षिते, अनि पश्चिममा अमिताभ हुन्छ, अनि दक्षिणमा रन्तसम्भव र अनि अक्षम पूर्वक चाहिँ हुन्छ है। यसलाई समग्रमा के भनिन्छ? यसलाई चाहिँ शिवादेव भनिन्छ। त्यस्तै हाम्रो यो नेवाछे है। नेवाछेमा भनेपछि नेवार शैलीमा बनाएको घरको आफ्नै एउटा विशेषता छ। यसमा 4 तला हुन्छ। जस्तै सबभन्दा तलकोलाई छिडी, त्यसपछि माथिलाई मात, त्यसपछि माथिलाई चोत, त्यसपछि माथिलाई बैल, अनि हावाहरू आउन जानको लागि भोपा पनि राखेको हुन्छ है। यो भयो हाम्रो नेवाछे। नेवाछे कस्तो हुन्छ भनेर यस विद्यालयका विद्यार्थी भाइ बहिनीले बनाएको चित्र है। यहाँनिर भयो अनि यहाँनिर भोपा बलि आदि चाहिँ राखेको।
यो पनि नेवार नै हो है, यो चाहिँ नेवार भयो। यसमा भौपा भयो, यो भेन्टिलेटर्सको रूपमा प्रयोग गर्ने भयो होइन। अनि यसको अगाडिलाई चाहिँ पिँढीलाई नेपालमा पिँढी भनिन्छ होइन। अनि झ्याल पनि यस्तो, यसलाई टिकी झ्या भयो, सजा भयो। यो सजा भनेको 3टा 7वटा आदि चाहिँ प्रयोग गरिएको हुन्छ। अनि आयो हाम्रो मच्छिन्द्रनाथको रथयात्रा। मच्छिन्द्रनाथको तपाईँले कथा सुन्नु भएको होला नि है। यो चाहिँ हाम्रो रातो, यो चाहिँ अब रथ चाहिँ जनवारको पनि हुन्छ, भूगर्भको पनि हुन्छ। यो रातो मच्छिन्द्रनाथको यो रथ हो होइन। यो जात्रामा चाहिँ यो ललितपुरमा यो भइन्छ। यो जात्रामा चाहिँ भोटो जात्रा, यसको मुख्य चाहिँ भोटो जात्रा चाहिँ हुन्छ। यस प्रकारको रथ चाहिँ यो रथ भोटो जात्रा अर्थात् मच्छिन्द्रको रथयात्रा होइन। सायद विश्वमै लामो समयसम्म गरिने रथयात्रा यो हुनसक्छ। यो 6 महिनासम्मको रथयात्रा हुन्छ। 6 महिनासम्म। अनि यो भयो हाम्रो यही मच्छिन्द्रनाथले भयो। यस्तो रथयात्रा एउटा जनवारको हुन्छ, एउटा भूगर्भको हुन्छ। यो चाहिँ हाम्रो पानी। अब मानवको लागि पानीको अति जरुरी हुन्छ। पानी बिना मानिस चाहिँ बाँच्न सक्दैन र त्यसैले पानीको लागि कसरी व्यवस्थापन गर्ने। मानव बस्ती चाहिँ नदीमा सुरु भए तापनि पछि कालान्तरमा बस्ती सर्दै गएपछि पानीको आवश्यकता परिपूर्ति गर्नको लागि र मानव समुदायले के गरे, कहीँ ठुलो धारा बनायो, कहीँ को बनायो, कहीँ चाहिँ टुङ बनायो, कतै चाहिँ अनि कुवा होइन बुगा बनायो। यी मध्येको एउटा चाहिँ यो कलात्मक यो ढुङ्गे धारा हो। यस्तो प्रकारको चाहिँ ढुङ्गे धारा पानी सप्लाई गर्ने सिस्टम चाहिँ सायद नेपालमा मात्र होला, विश्वमा पनि छ जस्तो लाग्यो। यस्तै अहिले हामीले यहाँ हेर्दैछौँ यो नेपाल भाषामा काठमाडौँ महानगरपालिकाले चाहिँ अध्यापन भइरहेको किताबको केही चाहिँ किताबहरू भयो। त्यस्तै यो लोइटी भनेर चाहिँ हाम्रो यो नेपाल सरकारले चाहिँ निकालेको किताबहरू भयो। नेपाल भाषाबाट पढाउने केही चाहिँ कोर्स अफ स्टडीहरू भए। त्यस्तै यहाँनिर हामीले यो नेपाल भाषाको माध्यमबाट पढाउने नेपालको जगतसुन्दर बनेकोथी काठमाडौँमा छ र त्यो 2047 सालदेखि पठन पाठन भइरहेको छ र त्यो विद्यालयमा पढाइने यो किताबहरू यस प्रकारका छन्। यो चाहिँ छ यो हाम्रो चाहिँ छगो तगी भनेको 1 कक्षामा 2 कक्षामा त्यो विद्यालयमा 1 देखि 8 सम्म नेपाल भाषाको माध्यमबाट त्यहाँनिर पढाइँदैछ। अनि यो चाहिँ हाम्रो काठमाडौँ महानगरपालिकाले चाहिँ निकालेका विभिन्न सचित्रमय पुस्तकहरू। यो चित्रले पनि विद्यार्थी भाइ बहिनीलाई विभिन्न वस्तुहरू के हो इङ्ग्लिसमा, मातृभाषामा, नेपाली भाषामा हो भन्ने कुरा शैलीसँग बुझ्न चाहिँ यसले सहयोग पुर्याएको छ। यहाँनिर एकदमै राम्रो चित्रहरू पनि छन्। विभिन्न सांस्कृतिक समुदायलाई चिनाउने र विभिन्न चाहिँ मठ मन्दिर चिनाउने विभिन्न किसिमका यस्ता एकदमै राम्रो किताबहरू चाहिँ काठमाडौँ महानगरपालिकाबाट यो प्रकाशनमा आएको छ। यो पनि एकदमै विद्यार्थीको उपयोगी पुस्तकहरू भएको छ। त्यस्तै हाम्रो देशमा विभिन्न जातिहरूका पनि आफ्नै लिपिहरू छन्। त्यस्तै नेवार समुदाय अर्थात् नेपाल मण्डलमा प्रयोग हुने विभिन्न लिपिहरू छन्। तीमध्ये रन्जना लिपि पनि हो, जुन संयुक्त राष्ट्रमा राखेको लिपि हो। नेपालले सदस्यता प्राप्त गर्न राखेको लिपि रन्जना लिपि हो। यही रन्जना लिपिको यो मा आँक अर्थात् स्वर बन अनि यो बा आँक र नेपाल लिपिमा नेपाल मण्डलमा विभिन्न प्रकारको लिपिहरू प्रयोग हुन्छ। तीमध्ये अहिले विद्यालयमा यो दुईवटा लिपिहरू, एउटा रन्जना लिपि, एउटा प्रचलित नेपाल लिपि चाहिँ पढाइ हुन्छ। त्यही चाहिँ यो विद्यार्थीहरूले बनाएको यो चाहिँ लिपिहरू छ। त्यस्तै अब यो यसमा अष्टमातृका लगायत अरू देव देवीका मूर्तिहरू पनि छन् र विद्यार्थीहरूलाई चाहिँ कुन देवी कस्तो हुन्छ, भैरवको, कुमारीको, गणेशको होइन सबै कस्ता हुन्छन् भन्ने कुरा देखाउनको लागि यो कुरा यहाँ अष्टमातृकाको गरेको छ। र यो नयाँ कुनै पनि सहरहरू निर्माण गर्दाखेरि 8वटा दिशामा 8वटा अष्टमातृकाहरू राखिन्छ र जुन राजा बङ्गालको काठमाडौँमा, भक्तपुरमा, ललितपुरमा पनि आफ्नो देशको रक्षाको लागि यस्ता मूर्तिहरू मन्दिरहरू स्थापना गर्ने चलन चाहिँ रहेको छ। यी चाहिँ विभिन्न ठाउँबाट निकालेका यी किताबहरू। जस्तै यो जनकवि दुर्गालाल श्रेष्ठले आजभन्दा करिब 2024 सालमै विद्यालयमा पठन पाठनको लागि उहाँले लेख्नुभएको बालक बालिकालाई अत्यन्त उपयोगी किताब चिनियामा किसिचा पनि अत्यन्तै राम्रो किताब छ। त्यस्तै हेर्छु विभिन्न नेपाल भाषामा निकालेका यो पत्र पत्रिकाहरू केही भए। त्यस्तै अहिले विद्यालयका विद्यार्थीले बनाएको यो कुमारी भनेको नेपालको त्यस्तो सम्पदा हो, त्यस्तो सम्पदा हो जुन सम्पदा विश्वमा कतै पनि छैन कि नेपालमा मात्रै यस्तो देश हो जहाँ जीवित देवीको रूपमा पूजा गरिन्छ। त्यही जीवित देवीको अहिले चित्र विद्यार्थीहरूले यो क्यानभासमा उतारेको है। त्यस्तै हाम्रो नेपालमै भनौँ न चाहिँ मैत्री मल्ल भन्ने
राजाले विभिन्न प्रकारको उहाँले चाहिँ जस्तै चाँदीको महेन्द्र बलि भन्ने सिक्का निकाल्नु भएको छ। उहाँ एउटा राजा एकदमै प्रख्यात राजा पनि हो, कसैले नखाइकन आफू नखाने भन्ने राजा। उहाँले चाहिँ सबैभन्दा पहिला साहित्य कविताहरू सिर्जना गर्नुभएको थियो, त्यसैले उहाँलाई नेपालको पहिलो आदिकवि पनि भनिन्छ। उहाँ हो महेन्द्र बल। यो चाहिँ हाम्रो पार्टी पूर्णिमामा के खाइन्छ भन्ने कुरा हो। यो भयो हाम्रो बैठक कोठामा के हुन्छ। अनि हामीले कुनै पनि कुराहरू यो चाहिँ मास गेडागुडीलाई यो चाहिँ हामी यसरी के गर्छौँ त, मासहरू चाहिँ त्यो गर्दाखेरि प्रयोग गरिने, जसलाई लोमा भनिन्छ, पिँध्ने काम चाहिँ यसबाट भइन्छ। चिया यो भयो हाम्रो तलेजु भवानीको मन्दिर भयो, यहाँ चाहिँ मुख्य तलेजु देवी हुन्छ। त्यस्तै गरी विभिन्न जातिहरूले काम गर्छ। पूजा भनेको चित्रकारिता, बनेजा भनेको व्यापारी, यो पूजा भनेको खेतीपाती, अनि यो भाँजा भनेको भाँडाकुँडा बनाउने कामहरू यो भयो है। त्यस्तै एला भने रक्सी कसरी बाँध्ने त भन्ने कुराको लक्ष्य बनाउनेलाई चाहिँ मिदोको भनिन्छ। यो मिदोको लाई चाहिँ यो चित्रमा उतारेको हो। त्यस्तै नेवा नसा भनेको नेवारी खानेकुरामा के हुन्छ त भन्ने कुराहरू यो चित्रमा देखाएको छ। यहाँ चाहिँ विभिन्न माछा मासुहरू जाँड रक्सी आदि हुन्छ। त्यस्तै यहाँ विद्यार्थी भाइ बहिनीलाई नेपाल भाषामा विभिन्न प्रकारको चाहिँ काउन्टिङ गर्ने सिस्टम छ। यो सिस्टमलाई सहज र सरल कसरी गर्न सकिन्छ भनेर यसरी गरेको छ। जस्तै सी माने 1 हो, नसी माने 2, कोरोनाको विरुद्ध लिनुपर्छ श्रेय, यस्तै गीतहरू बनाएर गरेको छ। त्यस्तै 11 सची माने 11, सानिसी माने 12, कठोरको हामीले मान्नु 12, यस्तै कविताहरू बनाएर बच्चाहरूलाई सिकाउने गरेको छ। त्यस्तै बच्चाहरूलाई कोर्स अफ स्टडीमा भएको अनुसार कुनै पनि वस्तुहरू चाकला पेकुला कसरी सिकाउने त भनेर गीत बनाएको भयो। त्यस्तै अब विद्यार्थीहरूलाई चाहिँ हामीले आफ्नो कर्तव्य र दायित्वको पुरा गर्न सकोस् भन्ने हिसाबले यस्तो किसिमको यो कविताहरू बनाएको भयो है। अनि त्यस्तै यहाँनिर भयो यो विद्यालयमा भएको यो काम भयो होइन। अनि विभिन्न यो भूगर्भको मूर्ति भयो। यो चाहिँ नेपाल सम्बन्धको बारे चाहिँ नेपाल सम्बन्ध नेपालको एकमात्र सम्बन्ध हो। यो कसरी सुरु हुन्छ, यसमा के तिथिमिति हुन्छ भन्ने कुरालाई यसरी चाहिँ उतारेको भयो चाहिँ। अनि यो अब यो चाहिँ अब एउटा बच्चाले चाहिँ अब भाषा सिक्नको लागि यसरी सिकोस्। अनि साथीहरू शिक्षा जीवनमा जीवमा योमा जिल्ला न्यायमा जग भनेर बच्चाले चाहिँ भाषा पनि सिकोस्, परिचय पनि दिन सकोस् भन्ने हिसाबले बनाएको हो। यो चाहिँ हाम्रो अब नेपाल भाषामा विभिन्न राष्ट्रलाई योगदान गर्ने विभिन्न व्यक्तिहरूमध्ये केही व्यक्तिहरू जस्तै पद्म शान्ति प्रक्रियाका अग्रज पद्म तुलाधर भयो, साहित्य शिरोमणि अशोक कवि केसरी भन्ने चित्रहृदय भयो, अनि प्रेम भाषा नेवा यो चाहिँ हाम्रो सपु पुथी सबैभन्दा पहिला सार्वजनिक खोल्ने उहाँ भयो। अमर चित्रकार भनेको प्रख्यात चित्रकार भयो। त्यस्तै आएर यो निष्ठानन्द बजार भनेको 4 स्तम्भ भनेको 1 स्तम्भ, उहाँले सबैभन्दा पहिला गद्य साहित्य सुरु गर्नुभएको। अनि उहाँ वैकुण्ठमानन्द हुनुहुन्छ, उहाँले चाहिँ 3 पटक राष्ट्रिय होइन कीर्तिमान कायम गर्ने व्यक्ति हुनुहुन्छ। त्यस्तै यो चाहिँ पर्यो बुद्ध भगवान भयो। यो चाहिँ हाम्रो पछाडि भएर कस्तो हुन्छ भन्ने कुरो देखाएको होला आइसकेको छ। यो हाम्रो विद्यालयमै हाम्रो सर सचिन सर, मन्दलाल सर, राकेश सरहरूले साँचो जसलाई डाई भनिन्छ, त्यो डाई आफैले बनाएर यो चाहिँ लाखेको चाहिँ यो मूर्ति बनाउनु भएको छ। लाखे धेरै प्रकारको छ, त्यो जहाँ पनि नचाउने किसिमले मिल्ने किसिमले हाम्रै स्कुलका सर म्यामले बनाउनु भएको एउटा नमुना चाहिँ यो लाखेको मूर्ति पनि है। त्यसपछि यो लाखे भइहाल्यो, त्यसपछि यो बाजा भइहाल्यो। त्यस्तै हाम्रो विद्यार्थीले चाहिँ बनाउनु भएको यहाँ विभिन्न किसिमको यो चित्रहरू भए। अनि उहाँले लेख्नुभएका लेख रचनाहरू पनि यहाँ हामी देखेका छौँ। अहिले हाम्रो विद्यालयमा अब आज केही समयपछि नै हाम्रो के हुँदैछ, लाखे नाच हुँदैछ, त्यसपछि पुलकिसी हुँदैछ। त्यसको लागि हाम्रो सर सचिन सरले लाखे कसरी गर्नुपर्छ, लाखेलाई कसरी टाउकोमा चाहिँ त्यो मास्क मकुमा राख्दाखेरि के गर्नुपर्छ, कसरी कपडा लाउने, कसरी नाच्ने भन्ने कुरा अहिले उहाँले प्रशिक्षण दिइरहनु भएको छ। उहाँ हाम्रो सचिन सर हुनुहुन्छ। र त्यसपछि अब हामी हाम्रो विद्यार्थी भाइ बहिनीले बनाएका विभिन्न चाहिँ जस्तै यो लाखे नै भइहाल्यो। यो सितिनक भनेको हाम्रो कुमार देवता हो होइन। अनि यहाँ त्यस्तै यो हाम्रो विभिन्न चाहिँ विद्यार्थीले बनाएको हो। त्यस्तै हाम्रो एउटा विभिन्न राष्ट्रिय होइन विविधतालाई चाहिँ नेपाल भाषाबाट कविता गीत लेखेको कुराहरू भयो। भाषा नामो गरेर विषय तल चापेको होइन फगु शासन भएर नेपाल है यो चाहिँ त्यस्तै किसिमको। त्यस्तै हाम्रो यो चाहिँ विभिन्न जातिहरूले चाहिँ गरेको सेवाहरू होइन। नमस्कारको कसो छ यस्तै किसिमको। अनि त्यसपछि अहिले यहाँ आउँदैछ है पुलकिसी भनेको इन्द्रको बाण है। इन्द्रले स्वर्गबाट पृथ्वीमा आउँदाखेरि उहाँले पारिजात आउँदाखेरि प्रयोग गरेको हात्ती भनिन्छ। यही सम्झनामा
इन्द्र जातमा कुली किसिमको चलन छ यो चाहिँ चिना यसमा कुली किसिम अगाडि के गर्छ यो पानी नेपालतिरै चिना यो प्रायः जसो कुनै पनि शुभ कार्य जात्रा मात्रा भनिने बाजा हो विशेष गरी यो जागो समुदायले भनिन्छ यसलाई ढिँगा भनिन्छ यो चाहिँ तायाकुरा यो तायाकुरा भनेको चाहिँ बगाउनेलाई तायाकुरा भनिन्छ है यो चाहिँ एकदमै महत्त्वपूर्ण जात्रा है बाजा त्यस्तै हाम्रो चिना भने त्यो गएर यो थाहा भयो जब यो साक्य समुदायले यो बाजा बजाउने गर्छ विभिन्न गुलाम पर्वमा बजाइन्छ त्यस्तै यो काण्ड तर्का भनिन्छ ल सायद यो काण्ड तर्का भनेको नेपालमा मात्रै भएको बाजा हुन्छ यो के भयो भुस्या है यो भुस्या भयो त्यसलाई झ्याम्टा पनि भनिन्छ अनि अहिले भाइ बहिनीले यो इन्द्र जात्राको परीक्षामा नेपाली लिपि अनि के भन्छ गङ्गा लिपि चाहिँ अहिले उहाँले प्र्याक्टिस गर्दै हुनुहुन्छ ल यो चाहिँ मैले केही जाने बुझेको केही तपाईँहरूलाई चाहिँ मैले जानकारी गराएँ यसमा तलमाथि पनि हुनसक्छ यदि भएको खण्डमा पछि सुधार्ने चाहिँ प्रतिबद्ध ध्यान गर्दै म पनि बिताउँछु धन्यवाद।